वेलकम बैक टू माई यूट्यूब च्यानल। तो तपाईँले थम्बनेल र टाइटल देखेर थाहा पाइसक्नुभयो होला कि आज म कहाँ छु र के गर्न गइरहेको छु भन्दाखेरि चाहिँ म चाहिँ अहिले यहाँ मेरो मामा घरमा आएको थिएँ। तर मैले चाहिँ भ्लग बनाएको थिइनँ मामा घरमा आएको चाहिँ। अनि यो चाहिँ मेरो फर्स्ट भ्लग हो मेरो मामा घरको। अनि आज चाहिँ मेरो लास्ट डे पनि बस्ने चाहिँ। अनि म र मेरो मम्मी चाहिँ अहिले हामीहरू हट्टा जाँदैछौँ। अनि मलाई चाहिँ यो सिडीदेखि यस्तो डर लाग्छ कि यो सिडीमा चाहिँ सिस्नोहरू पनि छ क्या। अनि मलाई चाहिँ पहिला कति सिस्नोले पनि पोल्थ्यो होइन। अनि अहिले पनि डर लाग्छ। अनि बल्ल सिडी सक्यो गाइस। अनि अब चाहिँ हामीहरूको यति राम्रो पनि बाटो आएको छैन। तर यहाँनिर पनि सिस्नोहरू छ है गाइस। अनि मलाई चाहिँ एकदमै डर लाग्छ कि सिस्नोले पोल्छ कि बा भनेर होइन। अनि अब चाहिँ हामीलाई रोड आउनु त्यति पनि टाइम लाग्दैन किनकि त्यति पनि टाइम छैन। 5-6 मिनट लाग्छ होला सायद कि त्यस्तोभन्दा पनि कम लाग्छ कि हो मलाई पनि थाहा छैन होइन। अनि अब चाहिँ यहाँ म रोड आउन आँटो होइन गाइस। अनि यहाँ हेर्न सक्नुहुन्छ मेरो चटाहरू र मेरो मम्मीको भिडियो होइन। अनि हामीहरू चाहिँ हट्टा गराउँ गएको गाइस। सो फाइनली रोड चाहिँ आयो। अनि यहाँ फेरि सिडी छ गाइस। अनि यहाँ बुवा आउँदै हुँदो रहेछ। सो साइड हटिदिउँ भनेर म अब साइड हटिदिएँ। अनि रोड चाहिँ आयो हाम्रो। अनि यहाँबाट मुनिको अब चाहिँ आइडोन्ट नो कहाँ जान्छ तर हामीले चाहिँ माथि जानु पर्ने हो होइन। अनि माथिबाट चाहिँ हट्टा जान्छ होइन। माथि गएँ भने फाइनली हाम्रो हट्टा आयो। तर मैले चाहिँ हट्टा गाडीको क्लिप्स बनाएको छ होइन। अनि अब चाहिँ मेरो क्लिप्स भन्दा पनि हट्टा सक्यौँ हामीले चाहिँ। हट्टा सक्यौँ भन्दा पनि हट्टा गरेर आयौँ। अनि हामीले चाहिँ के किनेर ल्याएको छौँ भन्दाखेरि चाहिँ हामीले घरमा खानुको लागि मकै पनि लिएर आएको थियौँ क्या। मकैहरू मतलब कि हाम्रो छिमेकी बुवाले पनि मगाउनु भएको थियो मकैहरू होइन। अनि के सक्खरहरू भयो होइन त्यस्तो के हामीले किन्यौँ। अनि त्यसपछि टाइम तर मैले चाहिँ भ्लग चाहिँ बनाएन किनकि एकदम धेरै भिड पनि थियो। त्यही भएर अब लाज पनि लाग्छ किनकि नयाँ ठाउँमा कसरी बनाउनु त भनेर होइन। अनि त्यसमा भिड पनि देखिरहेको थियो यहाँनिर चाहिँ। अनि अहिले चाहिँ हामी घर आइपुग्न आँट्यौँ। यहाँदेखि अर्को पल्लो घर चाहिँ हाम्रो घर हो होइन मेरो मामा घर। अनि यहाँनिर चाहिँ खसिरहेछ क्या वाइट कलरको। अहिले चाहिँ खै काट्नुभयो कि के गर्नुभयो मलाई पनि थाहा छैन होइन। अनि अहिले चाहिँ हाम्रो ठ्याक्क घर पनि आइपुग्यौँ। अनि गाइस हामीहरू चाहिँ अहिले अटोको वेट गर्दैछौँ। अनि हामी चाहिँ अटो नै आएको छैन क्या। अनि मैले चाहिँ अर्को पनि पेन्ट बोकिरहेको छु। यो पेन्ट लाउनु मन लाग्यो भने लाउँछु नभए मलाई लाउँदिनँ भनेर मैले त्यतिकै राखिरहेको छु। अनि यो चाहिँ अर्को क्लिप्स हो। म अहिले चाहिँ मम्मीलाई भनेको थिएँ यो क्लिप्स बनाइदिनु भनेर। यो क्लिप्स बनाउँदै अटो आयो क्या गाइस। अनि त्योबाट चाहिँ अब चाहिँ हाम्रो अटो चढेर जानु पर्यो। अनि अहिले चाहिँ हाम्रो ठ्याक्क मम्मी पनि आइन् तर मम्मी भित्र चाहिँ छिराएको छ। गुफा 48 वर्ष पछाडि सानो हिँडेको याद है। यो सानो कसरी अनि गाइस मेरो मम्मीहरूले चाहिँ सानोमा हिँडेको याद आएछ। जाऊँ हामी जाऊँ। अनि उनीहरू के खान्छ अनि गाइस अहिले चाहिँ हाम्रो ठ्याक्क मन्दिरभित्र छिर्यौँ होइन। अनि हामीहरू जुत्ता खोल्दैछौँ होइन भित्र जानुलाई। अनि यहाँ यो मन्दिरमा चाहिँ चमेराहरू पनि कति धेरै रहेछ होइन। मलाई चाहिँ एकदमै डर लाग्यो चमेराहरू देखेको चाहिँ होइन। तर एकदमै राम्रो लाग्यो मलाई
यो मन्दिर तर भित्र भिडियो खिच्नै दिँदैन रहेछ क्या, त्यही भएर मैले चाहिँ भिडियो खिचेन, नभए म सानो क्लिप्सहरू भए पनि म बनाउँथेँ नि। अनि यो पछि चाहिँ अब हामी कहाँ जान्छौँ भन्दाखेरि लास्टसम्म हेर्नु होला होइन गाइस। अनि अहिले चाहिँ हामी सबैलाई तोडिदिउँ धमाधम। अनि गाइस मेरो मम्मी चाहिँ उहाँ माथि पुग्नु भइसक्यो, सबैजना मुनि नै ए मम्मी यहाँ त झन् कति धेरै छ गाइस। सुन 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 हजुर हजुर गाइस यहाँ सुन छ सुन, खै के हो मलाई नै थाहा छैन गाइस। अनि यहाँ ठुलो मम्मी माइजू झोलामा हालेर गाइस ठुलो मम्मीहरू चाहिँ यो खै के हो तर यसले चाहिँ बिरामी निको पार्छ भनेर भनेको थियो। अनि दोकानमा भर्खरै कान छेडेको छ भने चाहिँ त्यो लगायो भने पनि अलिक राम्रो हुन्छ अरे भनेर त्यही टिप्दै हुन्छ। अब हामी चाहिँ जाऊँ गाइस। अहिले एकछिन मेरो मम्मी अनि गाइस मेरो मम्मी चाहिँ माथि गइसक्नु भएछ होइन। अनि मेरो मम्मी र ठुलो मम्मी चाहिँ माथि जानुभएको छ। अनि वीरेश्वरको महादेवको दर्शन गरेर आयौँ। आउनु भयो। दुसरी हो कुन चाहिँ हो सालको पात? कुन चाहिँ हो सालको पात? उयो छैन। अनि गाइस अहिले चाहिँ हामीहरू अर्को मन्दिरमा आइसकेको छौँ होइन। अनि यो मन्दिर मलाई एकदमै धेरै राम्रो पनि लाग्यो होइन। तर यो परिवार उडाउनुमा चाहिँ अर्कै मजा छ गाइस होइन। अनि यहाँ मेरो ठुलो मम्मीहरू चाहिँ परिवारलाई उयो के भन्छ चामल के दिँदै हुन्छ। मेरो मम्मी चाहिँ त्यहाँ जानु भइसक्यो क्या। अनि मलाई चाहिँ मेरो मम्मी पढाउँदै हुन्छ, म चाहिँ गएको गाइस। अनि हाम्रो चाहिँ पूजासुजा पनि सक्यो गाइस होइन। अनि अब चाहिँ हाम्रो पनि जानुपर्ने हुन्छ। अनि यहाँ बाजेले चाहिँ त्यति गर्दै हुन्छ। यहाँ गाइस कति धेरै परेवा आएको। अनि उहाँनिर चाहिँ फोटो खिच्दै हुन्छ क्या गाइस होइन, ग्रुप फोटो। तर म चाहिँ यहाँ भिडियो गरिरहेको छु नि त। अनि त्यही भएर चाहिँ मैले चाहिँ म चाहिँ गइनँ तर पनि मैले खिच्नु चाहिँ खिचेको छु है गाइस। अनि मलाई कस्तो राम्रो लाग्यो यो मन्दिर चाहिँ होइन। अनि म हेर्न सक्नुहुन्छ फोटो खिचिरहेको होइन। अनि अहिले चाहिँ
चाहिँ बेलुकातिर अब खाएको लागि भनेर चाहिँ हाम्रो वहाँ माथि जाँदैछौँ। वहाँ माथि चाहिँ एउटा मन्दिर छ होइन, तर एकदमै राम्रो मन्दिर हो। र त्यस्तो खालको मन्दिर होइन जसमा चाहिँ पूजा गर्नु त्यस्तो घुम्न हेर्न चाहिँ तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ यो मन्दिर हो होइन। यो चाहिँ स्वयं पुष्पेश अनि गाई अहिले चाहिँ हामीहरू अर्को मन्दिर आएको छौँ जुत्तातिर थापा खानलाई। अनि यो चाहिँ यस्तो खासै पूजा गर्ने चाहिँ मन्दिर होइन होइन। यो चाहिँ म भिडियो बनाएको माथि सिँढीमा चढेको। अनि यहाँ कस्तो राम्रो भ्यू भनेको बुद्ध मिठो लामा क्या। अनि यो चाहिँ बुद्ध मन्दिर जस्तै भनौँ के मन्दिर भन्छ, यो चाहिँ बुद्धको उयो भइहाल्नु होइन। कस्तो राम्रो लाग्यो मलाई यो मन्दिर। आर्टहरू गरेको पनि छ। अनि मजा आएको थियो नि। सो गाइस तपाईँहरूलाई आजको भिडियोमा कस्तो लाग्यो लाइक